जति कुरा गरे पनि कन्क्लुजनमा एउटा त आउनै पर्छ अब एउटा के विद्रोह रोज्नु पर्यो कि जनमत सङ्ग्राममा जानु पर्यो किनभने भाडभैले त सबैले गरेकै हो त गरिनै हुनु भयो यिनीहरूले नै गरेको पहिला दलले गरे अहिले आएर यिनीहरूले गरे यिनीहरूले गरिसकेपछि दुईटा बाटो हो कि एउटा विद्रोहको बाटो हो कि त आन्दोलनमा जानु पर्यो कि त जनमत सङ्ग्राममा जानु पर्यो अरू उपाय के छ त दुईटा कुरा त हो नि कि हामीलाई जा त आन्दोलनमै जा भन्नु पर्यो प्रधानमन्त्रीले होइन भने क्याबिनेट राखेर मिटिङ गरेर होइन ल जनमत सङ्ग्राममा जाउँ नि त फागुन 21 गतेको जुन चुनाव छ नि त्यसलाई जनमत सङ्ग्राममा लैजाउँ अनि त्यस पछाडि जनताले के चाहन्छन् हिजो हेर्नुहोस् हिन्दू धर्म हटाउन पनि राजालाई थाहा थिएन जनतालाई थाहा थिएन राज संस्था हटाउँदा पनि थाहा थिएन नि त्यो म्यान्डेटै थिएन कहाँबाट आयो होइन त्यसले गर्दाखेरि त्यहीँदेखिको अमिलोपन हो यो त्यहीँदेखि जनता रुष्ट थिए आज तपाईँले के बुझ्नुहोस् भने अरू भनेको त्यस्तै हो प्रधानमन्त्रीले स्पेसल यस्तो बुझ्ने फेरि न्यायाधीश भनेको के हुन्छ तपाईँले बुझ्नुभएको नैतिकतामा बस्ने चिज हो नि त अब उहाँको नैतिकता रहेछ त अहिलेको न्यायाधीशकै प्रधानमन्त्रीको नैतिकता रहेछ त एक दिन अगाडि 24 गते त्यो भन्ने 27 गतेदेखि चुप लागेर हात बाँधेर बस्ने कोही के गर्नुभयो कुन चाहिँ भ्रष्टाचारीलाई कारवाही गर्नु एकजनालाई सक्नुभयो उहाँ त के भन्नुहुन्छ अहिले म चुनाव भन्दा अर्को चुनावै गराउने हो नि त केपी ओलीले गराइहाल्थ्यो एकछिन केपी ओलीले गराइहाल्थ्यो नि चुनाव हो कि होइन अनि चुनावै गराउन आएको हो त होइन नि त त्यसले गर्दाखेरि तपाईँले के भन्नुहोस् भनेदेखि अब भयोभरको दल दर्ता भयो हेर्नुहोस् है यो साल झन्डै 100वटा दल दर्ता भयो अनि मान्छे जति यति छन् दल चाहिँ मान्छेभन्दा धेर भइसक्यो अनि कसलाई भोट हाल्ने दलको विकल्प त दल होइन त्यही भएर म त छैन म त कुनै दलमा अध्यक्ष पनि छैन होइन संरक्षक केही पनि होइन म ल अलिहरू अब यिनको आमा होइन ल हेर्नुहोस् त कमाउन गएको हत्या भयो के हुन्छ यो परिवारको अब यो सरकार खोज्न छोडेर यहाँ दुर्गा प्रसादलाई खोज्दै आयो होइन ल्याइदिन्छ भनेर होइन भनेपछि सरकार कस्तो रहेछ यहाँ अनि एउटा सरकार त यहाँ रहेछ त बुझ्नुभयो कि ल ठिक छ म सहयोग गर्छु होइन हामीलाई लास मात्रै होइन कि त्यो अब जुन हत्या गरेको मान्छे त त्यो मान्छे पनि आउनु पर्यो उहाँ अब थुनिया के अरे थुनिया भनेर थुनिया चाहिँ छैन हामीलाई थाहा छैन अब हाम्रो लास देख्नुभयो कि नेपालीको स्थिति त्यो मान्छेलाई थुनिया समारिया भनेर छ अस्तिको दिन युएनमा मरेको ल्याउन नसकेर अस्तिको दिन भन्ने होइन त्यो पनि आत्महत्या नै गरेको तब पनि हाम्रो भएको थियो त्यो दिन होइन टिकटक लाइभ गरेर मरेको आत्महत्या गरेको कुवेत आउँदैछ होइन ल्याउँदैछ अहिले हाम्रो टिमलाई आएर हेर्नुहोस् यस्तो छ अनि यही स्थितिको विषयमा मैले बोल्दाखेरि अब मलाई माफी अब अनि यो त भएन नि भाइ हो त्यो भाइ कहाँ छ मैले त अब अहिले बल गरेर ल्याउन लगाइहाल्छु नि त्यो त मैले गर्छु भनेपछि गर्छु म मेरो बोली के हो भने नि म हुन सक्ने कुरा गर्छु हुन नसक्ने कुरा गर्दिनँ अब म पहल गर्छु मेरो मान्छे लगाउँछु दुबईमा छ त्यहाँबाट पठाएर ल्याउन लगाउँछु कुरो बुझ्यो होइन मेरो काम भनेको के हो भन्दाखेरि यस्तै सहयोग गर्ने बुझ्नुभयो कि ल पत्रकार सम्मेलन हुन त हामीले पटक विशेषै पत्रकार सम्मेलन गर्छौँ त्यसमा पनि अझ विशेष छ यो पत्रकार सम्मेलन र यो पत्रकार सम्मेलनबाट कोही सञ्चारकर्मी छुट्नु भयो भने त्यो चाहिँ तपाईँहरूलाई पछुतो हुनेछ कुरो बुझ्नुभयो नि कुरो बुझ्नुभयो कि हामीले अनि म भन्न आउँदो रहेछ सुरु मैले नै गरेकोले म नै भन्न आउँदो रहेछ तर म भनेको नै हामी हो सबैले बुझ्नु होला आज हामीले यो पत्रकार सम्मेलन पटक जो 79 साल फागुन 1 गते पूर्व मेचीको किनारमा राजाको हातबाट पानसको दियो बालेर त्यहाँदेखि नै सार्वजनिक गर्दै आएका हौँ हामीले देशको तस्करी देशको भ्रष्टाचार देशको यो स्थिति बनाउने आज युवाहरूलाई पलायन हुन बाध्य बनाउने हाम्रा चेलीबेटीहरू विदेशका खाडीका मुलुकहरूमा बेचिनुपर्ने बम्बईका कोठीहरूमा बेचिनुपर्ने यी सबै कुराको कारण के हो देशको अस्थिर राजनीति देशमा गतिलो नेतृत्व नभएको कारण हैन मैले पटक भन्दै आएको थिएँ र 2028 सालमा नेपाली उद्योगपतिहरू काटेर नेपाली उद्योगपति मार्ने
सीपी मैनाली, राधाकृष्ण मैनाली, खड्गप्रसाद ओलीहरू है 2052 सालमा 2031 सालमा फेरि प्लेन हाइजेक गरेर आउने काङ्ग्रेस, गिरिजाप्रसाद कोइराला अहिलेको सुशीला कार्कीज्यू अहिलेकै प्रधानमन्त्रीको श्रीमान हुन्, प्लेन हाइजेकर हो। 2052 सालमा जनयुद्धको थालनी भयो, कमरेड प्रचण्डको नेतृत्वमा 17,000 भन्दा बढीको चाहिँ ज्यान गयो, रगतले लटपटियो र माओवादी पार्टी बनेको थियो। आज माओवादी पार्टी नै सकिए त पार्टी, खोइ माओवादी कहाँ छ, सकियो होइन भनेपछि ती 17,500 मान्छे अनाथमा मरे नि। त्यो 17,500 परिवारले खोज्ने कि नखोज्ने, हिसाब किताब खोज्ने कि नखोज्ने? देशको खरबौँ सम्पत्ति बमबारी गरेर उडाइदियो। के एउटा परिवारलाई, केही सीमित नेताहरूलाई रजगज गर्न अनि उनीहरूका छोरीहरूलाई छोराहरूलाई अमेरिकामा पेट्रोल पम्प खोल्न, अमेरिकामा घर किन्न, कम्पनीहरूसँग लगानी गर्न हो? यही हो तपाईँहरूले बुझ्ने कुरा, यही हो। यही कुरा भनेर मैले राजालाई लगेर पानसमा दियो बाल्दै गर्दा यो देशमा एकातिरबाट नेताहरूले लुटिरहेका थिए, अर्कोतिर फेरि ब्याङ्कले लुटिरहेका थियो। 16% ब्याज थियो, 16%। एउटा ट्याक्सी चालकले नि 16% को ब्याजको पैसा लिएर कसरी तिर्न सक्थ्यो त्यो ट्याक्सी व्यवसायीले, गाडी व्यवसायी, यातायात व्यवसायी? त्यो चिजलाई हामीले के गर्यौँ? आज 6% ल्यायौँ। कसको योगदानले आयो? आज व्यापारीहरू बौलाएर हिँड्ने दिनमा हामीले अस्ति मात्रै गृह मन्त्रालय मार्फत हामीले मागपत्रमा के भन्यौँ? 6 लाख नेपालीहरू ब्ल्याक लिस्टमा छन्। त्यो ब्ल्याक लिस्ट खोल। नेपालभित्रै नेपाली ब्ल्याक लिस्ट हुने? ल, व्यापार गर्नलाई पैसा लियो अरे एकजनाले, राजनीतिक कारणले व्यापार बिग्रियो। हरेक कारणले, कोभिडको कारणले व्यापार बिग्रियो, भूकम्पको कारणले व्यापार बिग्रियो, पैसा एकजनाले लियो, बाउले लियो, अनि ब्ल्याक लिस्टमा बाउ पर्यो, सम्पत्ति पनि लग्यो ब्याङ्कले, अनि उसको छोरो पनि ब्ल्याक लिस्ट, छोरी पनि ब्ल्याक लिस्ट, बुहारी पनि ब्ल्याक लिस्ट, नाति पनि ब्ल्याक लिस्ट, जन्मिँदै गरेको आउने पुस्ता पनि ब्ल्याक लिस्ट, अनि मरेर गएका हजुरबुवा हजुरआमा पनि ब्ल्याक लिस्ट। यस्तो खालको कानुन चलाएर अनि त्यहाँबाट हामीले कुन बाटोमा लाँदैछौँ देशलाई? नागरिकहरूलाई कुन बाटो? अनि खाडी जा भने होइन, खाडी जा भने होइन। मैले ब्याङ्कको सिओहरूलाई के भनेको थिएँ मिटिङमा? तिमीहरू पनि पैसाको व्यापार गर्न बसेका हो यहाँ, तिमीहरूको पैसा एक दिन चल्दैन भनेको आज चलेको छ? पैसा चलेको छैन नि। त्यसले गर्दाखेरि अस्ति हामीले व्यापारीको हितमा को बोल्यो? आज सटरमा बस्ने व्यापारीको हितमा को बोल्यो? के खड्गप्रसाद ओली बोले? के प्रचण्ड बोले? रवि लामी छानेजी बोले? पालनहरू बोले? बोलेन। अहिलेको सुशीला कार्की बोल्नुभयो, नयाँ अन्डरहरू कोही बोलेन। तर एउटा दुर्गा परसाई सडकमा प्रतिपक्षको रूपमा बोलेको ए बाबा त्यो गरिब सर्वहारा वर्ग, भुरी मान्छे, उत्पीडन वर्गको घर जग्गा जीवन लिलाम नगर्दैन, सुकुम्बासी नबनाइदेऊ, उसको बाँच्न पाउने अधिकार हो। संविधानमा यतातिर के लेखेको छ? घाँस बाँस कपास भनेर लेखेको छ। अनि यिनीहरूले त्यो ब्याङ्क सहकारी र लघुवित्त गाउँमा छिराएर सहरमा छिराएर नेपाली नागरिकलाई सुकुम्बासी बनाउने। हिजो राजा महेन्द्र त्यति दूरदर्शी हुनुहुन्थ्यो, मुङ्गन गएका मान्छे, बर्मा गएका, आसाम गएका मान्छेलाई बोलाएर सिमानामा राखेर, सिमानाको पनि सुरक्षा हुन्छ र नेपालीहरू आउनुपर्छ नेपाल भनेर त्यतिखेर हो 22 सालमा होइन, राजा महेन्द्रले खड्गप्रसाद ओलीको बुवालाई पनि 3 बिघा जग्गा दिएको, एउटा कटरको रुखेर एउटा आँपको बोट पनि दिएको, बिरुवा दिएको, कटरको बिरुवा र आँपको बिरुवा सिमानामा 22वटा जिल्लामा। राजा महेन्द्रले नेपालीहरू भूमि हुँदैन भनेर राजा महेन्द्रले त्यसरी राखे। यहाँ अहिले आएका राजाहरू त नि सबै गरिबलाई नखेद्ने, गरिबले खोलाको डिलमा नबसे कहाँ जान्छ? काहीँ नभएपछि बस्यो गरिब खोलाको डिलमा, फुटपाथमा बसेर मकै पोलेर बेचेर पेट पाल्छु भन्दाखेरि एकजना चेलीले पाउँदैनन्। फुटपाथमा सागको मुठो बेचेर म मेरो परिवार पाल्छु, मेरो बच्चा पढाउँछु भन्दाखेरि यो काठमाडौँको
सडकमा मान्छेले पाएन बास। गरिब कहाँ जाने? गरिब कहाँ जाने? आज सडकबाट उठाएका चेलीबेटीहरू आफ्नो पेट पाल्नको लागि नि कि विदेशमा बेचिनु परेको छ कि देह व्यापार गरेर पेट पाल्नु परेको छ। यो स्थिति कसले पुर्याएको? दुर्गा प्रसाईले हो? दुर्गा प्रसाईले हो? होइन। अर्को कुरा मैले भने अस्ति सुकुम्बासी भूमिहीनलाई सुकुम्बासी भनेर उपमा दियो, नेपालीलाई दलित भनेर उपमा दियो, विश्वकर्मा र दर्जीलाई के भन्यो? दलित। नेपालीलाई मधेसी बनाइयो, नेपालीलाई मधेसी, नेपालीलाई जनजाति बनाएर राजनीति गरियो र भूमिहीनलाई सुकुम्बासी भनेर गरियो। आज राजा महेन्द्रको पालामा 1 लाख सुकुम्बासी थिए, तिनलाई बरु राजा महेन्द्रले जग्गा दिनुभयो। आज 68 लाख नेपालीहरू भूमिहीन भएछन्, सुकुम्बासी भएछन्। यो भयावह कसले पक्कु गर्छ? 2 करोड 90 लाख जनसङ्ख्यामा 1 करोड 60 लाख मान्छे बाहिर गइसक्यो, 12 लाख घरमा ताला लागिसक्यो, 68 लाख मान्छे छन् नि सुकुम्बासी भएछन्, भूमिहीन। यहाँको हालत के हो? यही कुरा मैले देखाइदिएको हो नि। मैले 3 वर्षदेखि सडकमा बसेर यही कुरा देखाएको, यथार्थ कुरा, नेपालको यथार्थ चित्र हेर। म कसैलाई गाली गर्ने हो, भावमा आएर बोलिन्छ कतिवटा कुरा, तर किन त्यो बोल्ने वातावरण सिर्जना गरिदिन्छौ? किन एउटा चेलीले सागको मुठो बेचेर खान्छु भन्न पाउँदैन सडकमा? किन एउटा गरिब सबै कुरा सकियो, ब्याङ्कको व्यवहारले सकियो होला, हरेक कुराले सकियो होला, भूकम्पको कारणले सकियो होला, देशको राजनीतिक अस्थिरताको कारणले सुकुम्बासी भयो होला, जग्गा भूमिहीन भयो होला, ब्याङ्कले निलाम गरेर लग्यो होला, अनि त्यहाँबाट बागमतीको किनारमा आएर खाली जग्गामा बस्छ। एउटा सरकारी जग्गा है, फेरि नेपाल सरकारको सरकारी जग्गामा बस्दाखेरि के डोजर लाग्नु पर्ने? त उहाँहरूलाई सहर राम्रो भएन, घिनलाग्दो भयो, झुपरपट्टी भयो भने चारना जग्गाको टुक्रो बनाएर यसो दुईटा कोठा, एउटा किचन, यसो एटेच बाथरुम, एउटा तुलसीको मोठ, एउटा बिरुवा रोपेर राम्रो बनाइदेऊ न। आमा छोरी होइन, आमा बुढी भइन् भनेर भिडबाट लगेर फ्याँकिदिने कि आमालाई चाहिँ उपचार गरेर दबाई गरेर होइन राम्री बनाएर घरमा छेउमा राख्ने? राम्रो बनाएर के हो कुरो? मैले त बुझेको थियो। मैले के भने, म कसैको नाम लिन्न, गरिबी भगाउने हो, गरिबहरूलाई नै लखेट्ने होइन। किनभने गरिबहरूको सर्वहारा वर्ग, भुइँ मान्छे, भुइँ र काठमाडौँमा गरिखान्छु भनेर आएका जति पनि मान्छे छन् नि, जो कवाडी भए, कवाडी सङ्ग्रह छ र काठमाडौँका गल्ली गल्लीमा बसेका दुःखपाका दुःखीहरूको सर्वहारा वर्ग भुइँ मान्छे जसको केही छैन, त्यो मान्छेको मुसियाबाट दुर्गा प्रसाई आएको छ। अब दुर्गा प्रसाईले त्यो हुन दिँदैन। यो कुरा तपाईँहरू बुझ्नु, यो हुन दिँदैन। देश आज कुन स्थितिमा पुग्दैछ? 68 लाख जुन देशको 2 करोड 90 लाख जनसङ्ख्यामा 68 लाख जनसङ्ख्या भूमिहीन भयो। ब्याङ्क यिनै नेपालहरूसँग, यिनै केही समूहसँग पार्टनरसिपमा ब्याङ्क र लघु वित्त सहकारीले निलाम गरेर लगो, गरिब जति आएर खोलाका डिलमा बसे। सरकार एकातिर भूमि आयोग गठन गर्छ र जग्गा बाँड्छ, अर्को बाटो लघु वित्त र सहकारीको च्यानलबाट आफ्नो नाममा ल्याउँछ। यो तरिकाले जाने भने नि नेपाल त लाभबाट होइन, तन्किँदैन होला। तन्किन्छ, तन्काएर त बाँड्ने होइन होला। यही तरिकाले अब 10 वर्ष जाने भने नि नेपालको टोटल जग्गा सीमित तस्करहरूको हातमा हुन्छ। अनि सीमित तस्करहरूको हातमा भएपछि के हुन्छ थाहा छ? अनि यो पहिचान खोज्नेले पनि पहिचान भेट्टाउँछन्, पहिचान खोजेर हिँडेछन् नि। हाम्रो पहिचान, हाम्रो भूगोल भनेर हिँडेछन् नि। भूगोल भन्नेले पनि थाहा पाउँछन् तिनको भूगोल रहेछ कि मारवाडीको भूगोल रहेछ। पहिला भूगोल जोगाऊ, भूमि जोगाऊ, आफ्नो माटो जोगाऊ। अनि सयपत्री रोप्छौ कि गुलाब रोप्छौ कि तोरी रोप्छौ कि अकबरे खुर्सानी रोप्छौ कि
ठाडो भएको खुर्सानी रोप्छौ कि टमाटर रोप्छौ कि रोप मान्छे त्यस्तै छन् जम्मै कोही टमाटर जस्ता छन् कोही खुर्सानी जस्ता छन् कोही अकबरे जस्ता छन् त्यस्तै छ विभिन्न जातका फलफुल छन् नि सब्जीहरू त्यस्तै जातका मान्छे छन् त्यही के गरेर पृथ्वीनारायण शाहले 4 जात 36 वर्ष वर्णका फुलबारी भनेको कारण के हो त्यतिखेर अहिले भने 260 वर्ष अगाडि कति दूरदर्शी रहेछन् राजा पृथ्वीनारायण शाह बडा महाराज होइन र आज मैले सुकुम्बासी भूमिहीनहरूको सुकुम्बासीहरूको कुरो उठाउँदै गर्दा ब्याङ्क तथा वित्तीय संस्थाको कुरो उठाउँदै गर्दा हिजो मात्रै मेरो गभर्नर साहबसँग कुरा भयो हामीले गृहमन्त्रीलाई के भन्यो मार्फत के भन्यो भनेदेखि गरिबको 20 लाख भन्दा मुनिको ऋण जो तिर्न सक्दैन उसको गार्जियन सरकार हुनुपर्छ यहाँ के लेखेको छ पहिला चाहिँ आफ्नो ऋण दिन मैले तिरिरहेको छु गएर बुद्ध हुन्छ चन्द्र ढकालको ब्याङ्क हो त्यही चन्द्र ढकाल ग्लोबल आयन ब्याङ्क उसको सिओलाई फोन गरेर सोद्धा हुन्छ दुर्गा प्रसादको के छ भनेर सोद्धा हुन्छ नि कोही त बाटोमा बोल्दै हुन्छ नि त्यति लामा लामा कपाल गरेका बोल्न दिन्छु भनेर दिनेले अगाडि आएर दिनु नि कोही युट्युबरले काम पाएको रहन्छ फेरि त्यस्तै बोकेर हिँडेको छ तपाईँको के भनेको छ चिनी खाने भनेको छ जाँड खाने भनेको छ तलगुरीको भने चाहिँ कुबिन्डो भनेको छ चिचिन्डो भनेको छ यस्तो यस्तो बोकेर हिँडेको छ नि युट्युबरहरू काम रहन्छ तिनीहरू जे पनि बोलेर हिँडेको छ कोही कहाँ बसेर गाली गरेका छन् कोही कहाँ बसेर गाली गरेका छन् म आज तपाईँहरूलाई एउटा कुरा बुझाउन चाहन्छु तपाईँहरू मार्फत बुझ्छु हाम्रा जुन 26 वटा माग छन् नि एउटा पनि माग दुर्गा प्रसाईको माग होइन दुर्गा प्रसाईको परिवारको माग होइन मैले त्यहाँ के भनेको छ 20 लाख भन्दा मुनिको गरिबको ऋण लिन गर्दै मेरो 20 लाख होइन 20 लाख भन्दा माथिको 25 वर्षलाई तिर्ने मौका दियो 20 लाख भन्दा माथिको 5% ब्याजमा भनेको थियो मेरो यसै पनि मैले प्रोजेक्ट लोन हो मैले 30औं वर्षमा तिर्जा हुन्छ मेरो होइन विदेशका जेलहरूमा विदेशका डान्स बारमा भएका चेलीबेटीहरू फर्काउँ भनेर भनेको छ मेरा छोराछोरी यी नेपालमै छन् मेरो छोराछोरी बाहिर छैन म छोराछोरी बेचेर खाने मान्छे होइन यो कुरा बुझ्दा हुन्छ हाम्रो नेपालीहरू छोराछोरी विदेशमा पठाएर बेचेर खाने छोराछोरीले पठाएको पैसा मेरो छोरो कहाँ छ उहाँ मेरो छोरो कहाँ छ उहाँ म त्यो होइन म ब्ल्याकलिस्ट 6 लाख व्यापारीहरू आज ब्ल्याकलिस्टमा छन् कालो सूचीमा म ब्ल्याकलिस्टमा छैन त मेरो एउटै माग हो नेपालीहरूको माग हो मैले मेरो खर्च गरेर मेरो वर्गले भ्याएपछि मेरो पेट काटेर है म लड्दैको हो नि त दाइ ओके मैले यहाँका विज्ञहरूलाई पनि भने यहाँ उच्च राजनीति गर्ने मान्छेलाई पनि भन्छु जहिले भन्छु आऊ न देश बचाऊ नागरिक बिलिने हो देश टुक्रिने हो भनेर मैले पटक पटक भन्दाखेरि के भन्छन् एउटा आउँछ एक थोक कुरा गर्छ अर्को आउँछ अर्को थोक कुरा गर्छ अर्को आउँछ अर्को थोक कुरा गर्छ गाली गर्ने त्यो छ के कुरो बेला बेलामा त नि नेपालीहरूलाई अझै पुगेको रहन्छ अझै पुगेको छैन आज यो देशमा 41,000 परिवार माडवाडी छ तर यहाँ मलाई समुदायलाई नै भनौँ भनेर लगाएँ मैले समुदायलाई भनेको छैन 41,000 परिवार माडवाडीमा 16 परिवार माडवाडी जस्तो गोल्यान ग्रुप त्यो ग्रुप साङ्घाई ग्रुप जसले नक्कली फेक करेन्सीको काम गर्छ जसले सुनको काम गर्छ जसले पुस्तकालयको काम गर्छ जसले सुपारीको काम गर्छ मेचीबाट सुपारीको चाहिँ धन्दा हुन्छ सबै 2 नम्बरी गर्छ गर्दा गर्दै यो पल्ट त खुल्यो नि त इन्डियामा बम ब्लास्ट हुँदाखेरि पैसा र आरडीएक्स को सोर्स त नेपाल भयो के नेपाली छोराले धन्दा गर्दैन आरडीएक्स पठाउने काम पनि गर्न सक्दैन त्यो दम हुँदैन नेपालीका छोराले हुन्डीको काम पनि गर्दैन अहिले त उनीहरूले नै थाहा भयो अनि के भन्छन् समुदायलाई लगाए मैले समुदायलाई लगाएको होइन जो इमानदार मारवाडी छ नेपालमा बसेको छ हामी जस्तै मैले सबैलाई भनेको होइन 16 परिवारलाई किटेर भनेको हिजो पनि भने आज पनि भन्छु अब सबैको नाम आउँदैन ग्रुप बनाएको छ हिजै मात्रै हाम्रो एनएसी एसिया ब्याङ्कको कतिवटा 17 वटा घर
लिलामी गरेर घर साथीहरूले गएर फोरेर चाहिँ नि मान्छे छिराइदिए बुटवलमा छिराइदिए। अब छिर्छन्, मान्छे बचाउनु छ अहिले। त्यसले गर्दाखेरि म तपाईँहरूसँग के अनुरोध गर्छु भन्दाखेरि मङ्सिर 7 यो मेरो लागि होइन, दुर्गा प्रसाईको लागि होइन, सम्पूर्ण नेपालीहरूको लागि हो। म के भन्छु भने अलिकति चामल बोक्नुहोस्, अलिकति गुन्द्रुक बोक्नुहोस्, आउनुहोस्। तपाईँहरूको लडाइँ हो, तपाईँहरूको घर, तपाईँहरूको जग्गा, तपाईँहरूका छोराछोरी, खास गरेर तपाईँहरूका छोराछोरी बचाउने, तपाईँहरूको परिवार बचाउने यो आन्दोलन हो र देश बचाउने आन्दोलन हो। मेरो कुरा के हो? मेरो अरू कुरा केही छैन। मलाई कुनै स्वार्थ छैन, स्वार्थ छैन। अब रह्यो मैले अहिले तपाईँलाई भनेको पार्टी खोलिस् नि, मैले पार्टी खोलेको छैन। मलाई पार्टी खोल्नु पर्यो भनेदेखि भोलिपछि सोचौँला। यहाँ दुर्गा प्रसाईले पार्टी खोलो भनेर उ गरे, पार्टीमाथि पार्टी त मलाई त्यो छैन। मलाई त्यो रहर होइन। मलाई प्रधानमन्त्री बन्ने रहर पनि होइन, मलाई मन्त्री बन्ने रहर पनि होइन। यो व्यवस्था परिवर्तन भएर यो जुन हाम्रा मागहरू पुरा भयो भने, माग पुरा भयो भने म हरिद्वार जाउँला या खप्तरमा गएर बसौँला। मलाई यो रहरै होइन, रहरै होइन भाइ। यस्तो गाली खाएर यस्तो होइन। त्यसले गर्दाखेरि मेरो भनाइ के छ भन्दाखेरि म सबै कुरा त्यागिसकेको छु मैले। जब त्यागिन्छ अनि मात्रै प्राप्त हुन्छ। यो गीताको भनाइ हो, मेरो भनाइ होइन। त्यसले गर्दाखेरि म तपाईँहरूलाई एउटा कुरा के अनुरोध गर्छु भने आज देश हिजो दलहरूले चलाउँदा देश, हिजो दलहरूले चलाएको थियो नि देश, तालामा थियो मान्छेहरू, आज भुग्रोमा फसेका छन्, आगोमा। त्यो भुग्रोबाट निकाल्नु छ देशलाई र पहिलाको जस्तो नेपाल बनाउनु छ। 46 सालभन्दा अगाडिको नेपाल, शान्त नेपाल, सुन्दर नेपाल, विशाल नेपाल बनाउनु छ। त्यो अभियानमा हामी लागेका छौँ। त्यो अभियानमा तपाईँहरू साथ दिने हो कि होइन? र दुर्गा प्रसाईले धेर बोल्यो, दुर्गा प्रसाईले त्यो बोल्यो, नभन्नु होला। यो मैले भाव आवेगमा आएर बोलिन्छ, कहिले कहिले हुन्छ नि।